ओहो हाम्रो गाउँ कति राम्रो देखेछ है कि माया हो त नि जाऊ जाऊ अबेर भइसक्यो दुलामा हेउ त संसारै आयो पऱ्यो ल हेर ल हेर हामी त सबै पाउन नमस्ते गर्दैन सबलाई यार जय मासी जय मासी ल है ल ल नयाँ दुला दुलीलाई ल है स्वागत प्रवेश केटा मलाई पर्न ए को दुला भएन नि ल ल ल ल है आयो लालीगुडा सुकुल 500 बाला लादिनु जय मासी सन्दीप मम्मी ल गाउँछु ल जय मासी ल ल ल ल लागिन्छ लागिन्छ ल छ पनि जो ए तेरी यहाँ मामाले पैसा हाल्नु भाइ यति मामला ल ल ल ल स्वागत छ ल स्वागत छ के हाँस्न हेरिस मैले उमेर त्यति बुझ्दा नि फेमे पऱ्यो अरे क्या त्यही यार यहाँ उ गर्ने होला नि मामला सोध्नु त ठुलोमामला सोध्नु न मामला अहिले ताकत आयो क्या यसरी खुबै Do you have a surprise, man?
मायाको कोसेली खाजा नपाउने चाहिँ त्यो फुलहरू खुलेर होइन होइन अहिले खुल्नु पऱ्यो यो त अहिले खुलेर हेर्नु पऱ्यो यो उसले पर्छ त यो दाइले ल खोलिहालौँ खोलौँ ल खोल्नु पऱ्यो खोल्नु पऱ्यो कहाँ लैजानु लाग्यो यो 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 लुट छ यो त्यो हुने क्या हेलो र युकेबाट आफ्नो भाइ र बहिनीलाई महत्त्वपूर्ण उपहारहरू पठाइरहेका छन्। हामी खोज्दैछौँ यो भित्र के छ भने हामी कसैलाई पनि थाहा छैन र यो देख्न एकदमै हतार छौँ र हामी सबै हेरिरहेका छौँ के छ अब यो दिनु र हामी खोल्दैछौँ। होइन बिस्तारै बिस्तारै खोल्नु हतार नगर्नु तपाईँहरूले ल सुस्मिता गुरुङ दिदीले युकेबाट भाइ अनि बुहारीलाई विवाहको पवित्र विवाहको शुभ अवसरमा महत्त्वपूर्ण उपहारहरू पठाइरहेको छ। यो के छ भन्ने कुराहरू हामीलाई थाहा छैन है र हामी खोज्दैछौँ अब देख्न लागिरहेछ र के छ यो कुराहरू हामी देखाएपछि पनि थाहा हुनेछन्। गहिरो खोलमा चाहिँ राम्बा चाउचाउ छ तर भित्र के छ अहिले त्यो थाहा छैन। तलबाट खोल्नुहोस् एप्पलको पट्टा छ र अर्को चाउचाउ खोल्नु के छ र हाम्रो बुहारी आशाले खोल्दै हुनुहुन्छ र के छ अब र हामी हेर्नेछौँ। ल खोलो खोलो अझै भित्र पनि ल शुभकामना गीत छ सबैलाई देखाइदिनु भिडियो गर्नुहोस् अनि अहिले सबैलाई देखाइदिनु पठाउनु भएको छ र सुस्मिता दिदी भेनालाई धन्यवाद एकदमै धन्यवाद त्यो माथिको पर्नु हेलो सबैजनालाई जय मसी नमस्ते। यो विशेष गरी धन्यवाद मेरो दिदी अनि भिनाजुलाई उहाँहरूले युकेबाट हामीलाई थाहा पनि थिएन यो सरप्राइज दिनुभएको छ। धेरै धेरै धन्यवाद मेरो दिदी अनि मेरो भिनाजुलाई। हामी सँगै थियौँ युकेमा तर मलाई केही पनि भनेको थिएन। एकदमै यो सरप्राइज भयो एकदमै खुसी छु र दिदी र भिनाजुले एकमुष्टमा दिनुभएको यो दिपसँगै उहाँले केही लेख्नु भएको छ यहाँ म तपाईँहरूलाई यो पढेर सुनाउने छु। धेरै भाइहरूको एक मात्रै दिदी म सोचेको थियो तिम्रो बिहेमा सँगै सजाउला परिवार मिलेर रमाउला तर म समय र अन्त्यको कारण परे जसले गर्दा तिम्रो बिहेमा सहभागी हुन सकेन। मेरो धेरै पहिलेदेखिको सपना थियो भाइको बिहेमा जन्ती जाने रमाइलो गर्ने तर समयले यो मौका दिएन। धेरै खुसी छु। ह्याप्पी म्यारिड लाइफ बोथ अफ यू। धेरै धेरै माया फ्रम युके दिदी एन्ड भिनाजु। थ्याङ्क यू धन्यवाद दिदी एन्ड भिनाजु। धन्यवाद दिदी र दाईलाई र म पढिदिनेछु। मेरो चाहिँ इङ्ग्लिसबाट छ। डियर आशा, फ्रम द मोमेन्ट यु केम into our lives, you brought so much happiness. Today, as you begin this beautiful new chapter, I want you to know how grateful I am that you are part of our family. यसमा चाहिँ यो लेखेको छ कि जबदेखि म उहाँहरूको फ्यामिलीमा आएको छु अनि उहाँहरू चाहिँ धेरै खुसी हुनुहुन्छ अनि आजदेखि चाहिँ मेरो एउटा नयाँ दिन अनि एउटा राम्रो
जीवनको यात्रा सुरु हुन्छ अनि त्यसको लागि चाहिँ उहाँहरू चाहिँ धेरै खुसी हुनुहुन्छ कि म चाहिँ उहाँहरूको फ्यामिलीको पार्ट भएको परिवारको सदस्य भएको त्यो अडिन्छ त्यो कसो चाल्छ त टाउको मात्रै पछि ठुलो होला जस्तो ल जान्न यो काम त यहाँको भिडियो गरिदिएको छु नि मैले यहाँबाट गरिदिएको छु यहाँबाट भोगेर उहाँ त्यहाँ उसमा त्यहाँ भरे हाल्ला नि छेमा भरे हाल्नु मिल्छ क्या यहाँबाट अहिले अनि मैले छ भने दिदी बहिनी के हो फुपू के अरे ए दुलीको फुपू पत्ता नि दुलाको क्षमा पत दुलाको सबभन्दा कान्छी समय हो ए ल दिन्न ल ल म होइन मैले खिच्छु एउटाको पुगो एउटाको छामा छोरा र बदललाई गर्नुपर्ने काम कुराहरू सबैजना यिनीहरूले छैन देख्ला पनि है के हो त ल भयो आयो सबैको आस नेपालको जाम यस्तो हिजो हाम्रो छैन टोली हो सबैलाई हाई गर्दिउ न हाई गर्नु दे चस्मा आफू होला अब यहाँबाट चाहिँ माथि गाउँदा हाइड्रोलिक बाटो त खराब परिसक्यो यस्तो बाटो दोषको आफ्नो धर अगाडि बुढी जाँदैछ बुढाको हालत कस्तो छ मेरो बुढी पहिलोचोटि मेरो गाउँ आउँदैछ उकालो तान्न नसकेर बस्नु
सोध्यो तागत आयो अब त जाँगर आयो नियरली दियो अलमोस्ट दियो 1 मिनट भन्दै पहिला मैले गेस्टलाई लान्थेँ कि ल कहाँ के बनाउनुलाई मलाई खुट्टी पनि आएन त्यसै खाली हजुर तपाईँ गाउँको बिहे पनि सक्यो गाइस बुढाबुढी अब फर्किँदैछु बिरामी भयो बुढालाई बुढीले सहयोग गर्दैछ अब हामी आफ्टर 1 आवर तल पुगिन्छ त्यसपछि जिप लिनेछ आजको यात्रा कहाँसम्म अरे बुढी अनि त्यसपछि कहाँ जाने रे पोखरा वाउ कस्तो भयो तपाईँको बसाइ गाउँमा रमाइलो अब कहिले आउने गाउँ 1 year with ल ठिक छ रमाइलो भइयोस् खुसी छ रमाइलो भयो धेरै राम्रो लाग्यो बुढा र पापाको गाउँ हेर्नु पाउँदा अच्छा खै धन्यवाद बुढा भनेको धन्यवाद बुढा राम्रो ठाउँमा गयो ल भयो